न्यू एनदर एपिसोड मिस्टर बिजी ब्लग। के छ खबर? सबैजना एकदमै सन्चै हुनुहुन्छ। आज भने म बुटोलबाट नेपालको ताजमहल भनेर चिनिने यो रानी महलसम्मको यात्रामा छु हैन। एकदमै फेमस ठाउँ हो, धार्मिक आस्था पुगेको हैन। डेन्जर रोड हो कि यो भनेर त्यो किरा नदी सुकेर यस्तै भइसकेछ। कति ठुलो हुन्छ, कति माथि मान्छेसम्म आउँछ हेर। हिउँ लाग्यो सबै चक्रक्कै सुकेर यो चाहिँ माथिल्लो सिधो। अब माथि हेर्न कति खतरा छ, बाप रे। माथिबाट पानी पर्दाखेरि कति कता ढुङ्गा कति ठुलो ढुङ्गा लान्छ, कति खतरामा है बाप रे होइन। यस बुनिया ट्याक्कै यस्तो मुनिबाट हिँड्नुपर्छ। यो पाल्पा जिल्लाको केराबारी भन्छ होइन। Oh my God, this is a beautiful place in Palpa नागडाँडा होइन। रानी महल भन्ने बाटो हो। निकै एकदमै सुन्दर छ कि ठाउँहरू होइन। कस्तो रमाइलो होइन, कति रमाइलो। माटोले लिपिपुरा हातको माटोले कति रमाइलो ठाउँ चाहिँ याद। लास्टै मन पऱ्यो यो ठाउँलाई मलाई चाहिँ। लास्टै मन पऱ्यो गाइस, लायन कति दामी हो कि घर शीतल होइन। ठाउँ पनि शीतल राम्रो हो कि एकदम युनिक ठाउँ। है गाइस, यतिखेर भने म यो ठ्याक्कै एक्ज्याक्ट भन्नुपर्दा पाल्पा जिल्लाको रानी महल भन्ने ठाउँमा आइसकेको छु होइन। यो यसलाई आज विशेष गरी के भन्छ भने नेपालको ताजमहल भनेर चिनिने ठाउँ रानी महलमा आइसकेको छु। लुक एट द भ्यू गाइजहरू कस्तो छ हामी देख्न सक्छौँ। लाएपछि एकदमै बब्बाल छ कि ठाउँ हुने नि त गाइजहरू। यो ठाउँमा आउनु भएको छ कि छैन कमेन्ट गर्नु होला है। यस्तो दामी बब्बाल छ। अलिकति घामको एन्टी लाइट पर्दै भन्ने यता चाहिँ कालीगण्डकी मस्त सोसाइरहेको छ, बगिरहेको छ है। हामी देख्न सक्छौँ गाइजहरू। यो चाहिँ स्याङ्जा जाने पारिपट्टि स्याङ्जा जिल्ला पर्दछ है। यतापट्टि चाहिँ हाम्रो यो पाल्पा जिल्ला पर्दछ। अब गुल्मी त अझै उता पर्दछ। अब रिडी गएपछि मात्रै गुल्मी भेटिन्छ होइन। धेरैजना आउनु भएको छ कि घुम्नको लागि। एकदम स्पेसल ठाउँ हो कि यो भनेको घुम्नको लागि। एकदमै तपाईँहरू पनि आउन सक्नुहुन्छ गाइस है। पाल्पाबाट सर्लक्क पाल्पा बतासेबाट सर्लक्कै झर्न भने सिधै यहाँ आइन्छ। अन्त दायाँ बायाँ नलागिकन टक्क दायाँ बायाँ नलागिकन फ्याट्टै आइन्छ है। उताबाट सर्लक्कै कालीगण्डकी बगेर आइरहेको छ होइन। म चाहिँ अब त्यो माथि झोलुङ्गे पुलमा पुगेर आउँछु है। एक्काला झोलुङ्गे पुलमा गएर हामी हेर्छौँ रिभर साइड अनि रानी महल हेर्छौँ। मस्त लाग्यो है गाइजहरू। तर घामकै एन्टी लाइट पर्छ। बिहान पख कति हरियो देखिँदो हो है। यहाँको भ्यू हेर्न बिहान पख आउनु पर्दो रहेछ कि। यो चाहिँ झोलुङ्गे पुल पारी स्याङ्जा जिल्ला होइन। कस्तो मजाको भ्यू देखिएको कि है। लुक एट द भ्यू गाइजहरू, दिस इज अ ब्युटिफुल भ्यू। आमा अनि कति दामी देखियो यहाँ है। माइ गॉड है। आमा अनि हरियो देखिएको त ल। बब्बाल छ, बब्बाल ठाउँ हामी देख्न सक्छौँ गाइज।